सम्पूर्णमा नमस्कार र स्वागत छ यहाँहरूलाई द लिगल इन्साइक्लोपिडिया युट्युब च्यानलमा। म मोहम्मद युसुफ, बिएलएलबी 4th सेमेस्टरमा अध्ययनरत विद्यार्थी। आजको यस भिडियोमा हामीले रिटको अवधारणा, रिटको प्रकार र यसको भित्र बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकार परीक्षा र यसको कानुनी प्रावधानहरू तथा नजिरहरूको बारेमा परिचर्चा गर्नेछौँ। रिटको अवधारणा: कानुनद्वारा संरक्षित कुनै पनि व्यक्तिका आधारभूत अधिकारहरू हनन हुन गएमा कानुनी उपचारको अन्य वैकल्पिक उपचार सम्भव नभएको अवस्थामा तथा त्यस्ता सारभूत तथा मौलिक अधिकारको प्रचलनको लागि प्रयोग गरिने असाधारण उपचारको अधिकारलाई विधिशास्त्रमा रिट भन्ने गरिन्छ। अर्थात् कानुनद्वारा प्रचलन गरिएको, व्यवस्थित गरिएको अधिकारहरू, सारभूत अधिकारहरूको उपचारको लागि कुनै अन्य वैकल्पिक उपचार सम्भव नभएपछि मौलिक हकको प्रचलनको लागि प्रयोग गरिने असाधारण उपचारको अधिकारलाई नै रिट भनेर बुझिन्छ। रिटको अवधारणा बेलायतबाट सुरु भएको पाइन्छ। संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनको लागि वा अर्को उपचारको व्यवस्था भए पनि सो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको र संवैधानिक एवं अन्य कुनै कानुनी हकको प्रचलनको लागि वा सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कानुनी प्रश्नको निरूपणका लागि आवश्यक उपयुक्त आदेश दिन सक्ने असाधारण अधिकार अदालतलाई हुन्छ। अर्थात् यदि कसैको मौलिक हक फन्डामेन्टल राइट्स प्रयोग गर्न वा संरक्षण गर्न आवश्यक भएमा र यदि अन्य उपायहरू भए पनि तिनीहरू अप्रभावी देखिन्छन् भने त्यस अवस्थामा संविधान अन्य कानुनद्वारा दिएको अधिकार वा सार्वजनिक सरोकारको कुनै विवादमा त्यसलाई समाधान गर्न आवश्यक पर्ने कानुनी प्रश्नको उत्तर दिन वा समाधान गर्न अदालतलाई असाधारण आदेश दिन सक्ने विशेष अधिकार हुन्छ। हाम्रो संविधानले पनि यिनै रिटहरूलाई मौलिक हक संरक्षणका सन्दर्भमा व्यवस्थित गरेका छ, जुन कि हामी टाइप्स अफ रिट पढ्नेछौँ पछि। जानी उपचार खोज्न ढिलाइ गरेको अवस्थामा पनि रिट जारी हुँदैन। अनुचित विलम्ब गरी आउने रिट निवेदन खारेज भागी हुन्छ। जनताप्रति उत्तरदायी हुने कानुनी कर्तव्य पूरा गराउन रिट जारी हुने गर्दछ। नेपालमा औपचारिक रूपमा रिट जारी गर्ने प्रचलन विक्रम सम्वत 2008 सालमा नेपाल प्रधान न्यायालय ऐन लागू भएपछि सुरु भएको इतिहास रहेको पाइन्छ। तर आधुनिक रिट प्रणालीको सुरुवात भने विक्रम सम्वत 2013 सालको सर्वोच्च अदालत ऐन जारी भएसँगै सुरुवात भएको मान्न सकिन्छ। सो ऐनको दफा 11 ले सर्वोच्च अदालतले मात्र बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध र अधिकार परीक्षा लगायतका रिटमा जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गर्ने असाधारण अधिकार प्रदान गरेको थियो। नेपालको संविधान 2072 को धारा 133 मा सर्वोच्च अदालतलाई, धारा 144 मा उच्च अदालतलाई र धारा 151 मा जिल्ला अदालतको अधिकार क्षेत्र तोकी रिटको सुनवाई गर्ने व्यवस्था छ। अर्थात् पहिला 2013 तिरको मा के थियो भने रिटको कन्सेप्टमा सर्वोच्च अदालतले नै मात्र बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध र अधिकार परीक्षा लगायतका रिटहरूमा मुद्दा हेर्ने गर्थ्यो। तर अहिले आएर नेपालको संविधान 2072 को अनुसार धारा 133 मा सर्वोच्च अदालतलाई, 144 मा उच्च अदालतलाई र 151 अनुसार जिल्ला अदालतको अधिकार क्षेत्रहरू तोकिदिएको छ, जो अनुसार उनीहरूले आफ्नो अधिकार क्षेत्रभित्र काम कारबाही आफ्नो गर्नेछन्। रिटको प्रकार यो मुख्य 5 किसिमको हुन्छ: बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकार परीक्षा। पहिलो हाम्रो रहेछ बन्दी प्रत्यक्षीकरण, हेबियस कर्पस। हेबियस कर्पसको अर्थ यु मस्ट ह्याभ द बडी भन्ने गैरकानुनी थुनाबाट बन्दीलाई छुटाउनु हो, जुन कि गैरकानुनी रूपमा थुनामा कैद गरिएको हुन्छ। बन्दी प्रत्यक्षीकरणको रिट सबभन्दा पुरानो रिट हो। बन्दी प्रत्यक्षीकरणको रिटले जनताले प्रथम दृष्टिमा नै शक्ति दिने र राज्यले सो शक्तिमा अंकुश लगाएमा अदालतले तुरन्तै हस्तक्षेप गर्ने गरी
गैरकानुनी थुनालाई निषेध गर्दछ। न्यायपालिकाले कार्यपालिकाबाट जनताको अधिकारमा हस्तक्षेप गर्ने कार्यलाई यथाशीघ्र रोकी कानुनको शासन स्थापित गर्ने कार्यलाई समेत प्रोत्साहन दिने गर्दछ। यस्तो रिटमा अदालतले मुद्दाको मेरिटमा प्रवेश नै नगरी केवल थुना अघि कानुनको अधिकार क्षेत्रभित्र रही गरिएको छ वा छैन भन्ने कुराको जाँच गर्दछ। यसले बन्दीलाई उपस्थित गराऊ भनी आदेश दिनुको तात्पर्य हुन्छ। उजुरी बमोजिम अवैध रूपमा थुनामा राखेको हो होइन त्यसको निरूपण गर्नु। थुनामा राख्नेले कानुनी आधारबाट थुनेको हो होइन भन्ने थुनाको कारण पत्ता लगाउने पनि गर्दछ। थुनाको कारण पत्ता लगाउँदा कानुनसँग कारण नदेखिए थुनाबाट मुक्त गर्ने आदेश जारी पनि गर्दछ र यही जारी गर्नु नै बन्दी प्रत्यक्षीकरणको उपचारको उद्देश्य हो भन्ने बुझ्न सकिन्छ हामीले। यो रिट जारी गर्दा अदालतले देखाएका आधारहरूमध्ये एकको आधार लिने पाइन्छ। थुनामा राख्नुपर्ने आवश्यक अवस्था विद्यमान रहेको वा नरहेको, त्यस्तै क्षेत्र अधिकारको गलत प्रयोग भएको वा नभएको, कानुनको गलत प्रयोग गरी आदेश भएको, थुनाको आदेश कुनै प्रमाणद्वारा पुष्टि नभएको, यी सबै देखाएका आधारहरूलाई मध्ये कुनै एउटा आधारलाई लिएर अदालतले रिट जारी गर्दछ। बन्दी प्रत्यक्षीकरणको रिटको अर्को विशेषता थुना कानुन बमोजिम नै छ भन्ने कुराको प्रमाणित गर्ने भार सम्बन्धी अधिकारीमा रहनु हो। सुरुको अवस्थाको भार निवेदकमा रहे पनि निवेदकले आफ्नो जीवन स्वतन्त्रता वा सम्पत्तिमाथि अनुचित हस्तक्षेप भएको छ भन्ने कुरा प्रथम दृष्टि अर्थात् प्राइमा फेसिया देखाउन सके त्यस्तो भार सम्बन्धित अधिकारीमा सर्ने मान्यता यो रिटको रहेको छ। नजिरमा यो सविता केसीको मुद्दा लिन सकिन्छ। यस मुद्दामा सर्वोच्च अदालतले देहाय बमोजिमको अवस्थालाई उल्लेख गर्दै बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्न सकिने भन्ने कानुन विपरीत थुनामा राखिएको भएमा अर्थात् गैर कानुनी रूपमा कुनै व्यक्तिलाई वा बदनीयत साथ थुनामा राखिएको देखिन आएमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुन्छ। त्यस्तै प्रवृत्त धारणा बनाई वा बदनीयत वा कपटपूर्ण तौरले थुनामा राखिएको भएमा, पक्राउ गर्नुपर्ने कारणको सूचना नै नदिई थुनामा राखिएको भएमा, प्राकृतिक न्यायको सिद्धान्तको उल्लङ्घन गरी थुनामा राखिएको भएमा, अनधिकृत तौरले थुनामा राखिएको भएमा, अभियोग नलगाई थुनामा राखिएको भएमा, अधिकार क्षेत्रात्मक त्रुटि देखिने गरी थुनामा राखिएको अवस्थामा बन्दी प्रत्यक्षीकरणको रिट जारी हुने गर्दछ। सार्वन र कार्यविधि कानुनको पालना नगरी कुनै व्यक्तिलाई थुनामा राखिएको भए यो रिट जारी गरिन्छ। यसलाई रिटहरूको राजा पनि भन्ने बुझिन्छ। यो रिटमा औपचारिकतालाई कम र औचित्यतालाई बढी विचार गरिने भएकोले यसमा विलम्बको सिद्धान्त लागू हुँदैन। यस निवेदनको सुनवाईमा अन्य रिटभन्दा छिटो कार्यविधि अपनाइन्छ जसको कारण यसको सुनवाईलाई प्राथमिकता वा अग्राधिकार दिइन्छ। नेपालको तीनै तहको अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिट लाग्न सक्छ। बाँकीको चारवटा जुन रिटको प्रकार हो त्यो मात्र जिल्ला अदालतले छाडेर उच्च अदालत र सुप्रिम अदालतमा रिट लाग्न सक्छ। दोस्रो रहेको छ परमादेश। सार्वजनिक अधिकारका विरुद्ध कुनै कानुनी कर्तव्य पुरा गराउन जारी गरिने विशेष अधिकार सम्पन्न रिटलाई परमादेश भनिन्छ। अर्थात् कुनै पनि कर्तव्य पुरा गराउनको लागि जुन कि सार्वजनिक अधिकारभित्र रहेको छ त्यसले पुरा गराउनको लागि जारी गरिने विशेष अधिकार सम्पन्न रिटलाई परमादेश भन्न सकिन्छ। सार्वजनिक कर्तव्य वा ओहदामा रहेको जुनसुकै व्यक्ति वा निकायले कानुन बमोजिमको कार्य नगरेमा त्यस्तो कार्य गर्नु वा कानुन बमोजिम गर्नुपर्ने कार्य कर्तव्य पुरा गर्नु भनी माथिल्लो अदालतबाट जारी हुने आदेशलाई परमादेश भनिन्छ। अर्थात् कुनै पनि व्यक्तिले सार्वजनिक पदमा हकमा कार्यरत पदाधिकारीले कुनै सार्वजनिक काम कर्तव्य पुरा गरिरहेको छैन भन्ने त्यस काम कर्तव्यलाई पुरा गराउनको लागि कानुन बमोजिम माथिबाट आउने आदेशलाई माथिल्लो अदालतबाट जारी हुने आदेशलाई परमादेश भनी बुझ्न सकिन्छ। यो रिट जारी हुन दुईवटा शर्तहरू पुरा भएको हुनुपर्दछ। पहिलो, रिट निवेदकसँग निवेदन बमोजिमको माग गर्न पाउने कानुनी अधिकार हुनुपर्दछ। जुन निवेदन अनुसार माग गरिरहेको छ त्यो कानुनी अधिकार हुनुपर्छ उसँग। दोस्रो, जसको नाम यो रिट जारी गर्ने हो त्यस्तो व्यक्ति वा निकायसँग निवेदकले माग गरे अनुरूपको कार्यदायित्व रहेको हुनुपर्दछ। यस रिटले सार्वजनिक कर्तव्यमा रहेको व्यक्ति तथा निकायलाई कुनै पनि कार्य गर्नका लागि बाध्यात्मक आदेश दिने गर्दछ। रहेको छ यससँग रिलेटेड स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, आयुर्वेद विभाग विरुद्ध अर्जुन न्यौपाने समेत। परमादेशको आदेश जारी हुनको लागि अनिश्चित कालसम्म निर्णय नगरेमा
कानुन बमोजिम पूरा गर्नुपर्ने कर्तव्य पूरा नगरेमा, कानुन बमोजिमको कारबाही चाँडो नटुङ्ग्याएमा, प्राकृतिक न्यायको सिद्धान्त बमोजिम प्रतिवादको मौका दिन र कानुन व्यवस्थाको विकल्पमा प्रशासनिक निर्णयलाई प्रभावी बनाउने कार्य गरेको अवस्था विद्यमान भएको हुनुपर्नेछ। परमादेश विस्तृत उपचारको स्वभाव भएको उच्च स्तरीय विशेष अधिकार सम्पन्न रिट भएकोले यो उच्च स्तरीय अदालतबाट कुनै पनि व्यक्ति, निकाय, पदाधिकारी, कर्पोरेसन वा तल्लो तहको अदालतका नाममा ती पदाधिकारीलाई कानुनले सुम्पेको कर्तव्य पूरा गराउने प्रयोजनका लागि जारी गरिन्छ। कुनै पनि अर्थात् कुनै कानुनले सुम्पेको कर्तव्य पालना नगरेकोमा पालना गराउनु वा कानुनले कुनै कार्य नगर्नु भनी सुम्पेको कर्तव्य नगर्नु वा गर्नबाट रोक्नका लागि पनि परमादेश जारी गरिन्छ। अब उत्प्रेषण न्यायिक, अर्धन्यायिक, प्रशासनिक वा विधायिकी कार्य वहन गर्ने कुनै व्यक्ति वा निकायले आफूलाई प्राप्त अधिकारको दुरुपयोग गरी, अधिकार नै नभएको विषयमा अधिकार प्रयोग गरी वा आफूलाई प्राप्त अधिकारभन्दा बढी अधिकार प्रयोग गरी गरेको निर्णयलाई बदल गर्न माथिल्लो अदालतद्वारा दिइने आदेशलाई उत्प्रेषण भनी बुझ्न सकिन्छ। सरकारका दिनमा केवल न्यायिक, अर्धन्यायिक कार्यको विरुद्धमा मात्र उत्प्रेषणको आदेश आकर्षित हुने प्रचलन रहेको भए पनि हाल आएर अदालतले न्यायिक, अर्धन्यायिक, प्रशासनिक र विधायिकी कार्य वा निर्णयको विरुद्धमा समेत उत्प्रेषण जारी गर्ने गरेको छ। यस अदालतले न्यायिक, अर्धन्यायिक, प्रशासनिक वा विधायिकीले गरेका कार्यलाई सुरुदेखि वा कुनै निश्चित समयदेखि बदल गर्ने गर्दछ, साथै आंशिक वा पुरै बदल गर्दछ। आंशिक रूपमा वा पुरै रूपले पनि बदल गर्न सक्दछ। यसका नजिर पनि रहेको छ कृष्ण श्रेष्ठ समेत विरुद्ध प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेत। उत्प्रेषणको आदेश जारी हुन आफूलाई नभएको अधिकार क्षेत्र ग्रहण गरेमा, आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गरेमा, आफ्नो अधिकार क्षेत्रको प्रयोग कानुन सङ्गत ढङ्गले नगरेमा, तोकिएको कार्यविधि पूरा नगरेमा वा कानुनको प्रयोग तथा व्याख्यामा देखादेखि त्रुटि गरेमा वा प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय गरेमा वा निर्णयमा मनासिब आधार र कारण नखुलाएमा, पश्चातदर्शी असर पर्ने गरी निर्णय गरेमा, कानुनको अख्तियारी नभएको अवस्था र कानुनको अख्तियारीमा आधारित नभई स्वेच्छाचारी, गैरकानुनी तथा विभेदकारी तरिकाले निर्णय गरेको अवस्थामा सामान्यतया उत्प्रेषणको आदेश जारी हुने गर्दछ। यो रिटको उद्देश्य नै तल्लो तहका अदालत, न्यायाधिकरण एवं अधिकारी वर्गलाई आफ्नो अधिकारको प्रयोगमा सीमाभित्र राख्नु हो। यसको मेन मोटो नै यही रहेको छ। अब चौथो प्रतिषेध हो। तल्लो अदालत वा न्यायाधिकरणलाई आफ्नो अधिकार क्षेत्र नाघी कार्य गरिरहेको वा प्राकृतिक न्यायका मान्य सिद्धान्तहरू विपरीत कार्य गरिरहेको वा गर्न गइरहेको अवस्थामा त्यस्ता कार्यहरू रोक्नका लागि माथिल्लो अदालतद्वारा जारी गरिने आदेशलाई प्रतिषेध भनिन्छ। अर्थात् कुनै पनि अर्धन्यायिक निकायले, तल्लो वर्गका निकायले प्राकृतिक न्यायका मान्य सिद्धान्त विपरीत अथवा अधिकार क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कार्य गरिरहेका वा गर्न गइरहेको अवस्थामा रहेका छन् भने उनीहरूलाई रोक्नको लागि माथिल्लो अदालतद्वारा जारी गरिने आदेशलाई प्रतिषेध भन्ने बुझिन्छ। यो रिटको मुख्य उद्देश्य तल्ला अदालतहरूलाई आफ्नो अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गर्न बाध्य गराउनु हो। परमादेश र प्रतिषेध बीचको सबैभन्दा ठुलो भिन्नता भनेको पहिलोले केही कार्य गर्नका लागि बाध्य गर्दछ भने दोस्रोले केही कार्य नगर्नका लागि बाध्य गर्दछ। दोस्रो भिन्नता, परमादेश न्यायिक, अर्धन्यायिक लगायतका प्रशासनिक वा विधायिकी अधिकारी वा निकायको विरुद्धमा पनि जारी हुन सक्दछ भने प्रतिषेध न्यायिक वा अर्धन्यायिक निकाय वा अधिकारी विरुद्ध मात्र जारी हुन सक्छ। तर पनि हालसम्मको अदालतको अभ्यासलाई हेर्दा प्रशासकीय वा कार्यपालिकीय कार्य सम्पादन गर्ने अधिकारी वा निकायको विरुद्धमा प्रतिषेध जारी गर्न सकिँदैन। यस सम्बन्धी नजिर पनि रहेको छ। नेकपा 2078 हरिभक्त पराजुली विरुद्ध प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँ समेत। प्रतिषेधको निवेदन कुनै प्रक्रिया, प्रोसिडिङ चलिरहेको अर्थात् कन्टिन्युअस अवस्थामा मात्र दायर वा जारी गर्न सकिन्छ। उत्प्रेषणको रिट र प्रतिषेधको रिट निवेदनले प्रदान गर्ने उपचार उही प्रकृतिको हुन्छ, तर उत्प्रेषणमा निर्णय भइसकेको हुनुपर्दछ भने प्रतिषेधमा कारबाही निरन्तर रहेको देख्नु पर्दछ। कतिपय अवस्थामा क्षेत्राधिकार भए तापनि पूर्वग्रहपूर्ण रूपमा कारबाही चलिएको देखिएमा प्रतिषेधको रिट
निवेदन मार्फत रोक लगाउन सकिने हुन्छ। कुनै कानुनी प्रक्रिया चलिरहेको छ भने देखिएको अवस्थामा मात्र प्रतिषेधको रिट जारी गर्न सकिन्छ। त्यस्तो कारबाही अन्त्य भइसकेको देखिएमा प्रतिषेधको रिटको सट्टा उत्प्रेषणको रिट जारी हुन सक्दछ। मूलतः प्रतिषेधको रिट जारी हुन चलिरहेको कुनै पनि प्रक्रिया लिगल प्रोसिडिङ रोक्नुपर्ने अवस्था विद्यमान हुनुपर्ने हो। सामान्यतया प्रतिषेध र उत्प्रेषण एकै जस्ता लाग्छन्, तर उत्प्रेषण निर्णय बदरका लागि प्रयोग गरिन्छ भने प्रतिषेध निर्णय गर्न दिनका लागि जारी गरिन्छ। यो अधिकार क्षेत्रको अभाव र क्षेत्राधिकारको सीमा नाघेको अवस्थाको लागि उपचार हो। अधिकार परीक्षा पाँचौं तथा अन्तिम रिटको प्रकार हो। कुनै न्यायिक, अर्धन्यायिक, प्रशासनिक वा कुनै सार्वजनिक अधिकार पाएको व्यक्तिले अधिकार क्षेत्रको अभावमा कुनै काम, कारबाही वा निर्णय गरेमा त्यस्तो कार्य गर्ने अधिकार कसरी प्राप्त भयो र कुन कानुन अन्तर्गत त्यस्तो कार्य गरिएको हो भन्ने जवाफ माग गरी जारी गरिने आदेशलाई अधिकार परीक्षा बुझिन्छ। यो रिटको सम्पूर्ण उद्देश्य कुनै अधिकार नभएका व्यक्तिले कुनै पदमा अधिकार वा आधिपत्य गरेमा सक्षम अदालतले अनाधिकार आधिपत्य जनाउनेलाई निजको कार्य कानुन सम्मत नभएको भनी कानुन बमोजिमको कार्य नगरेका कारण निजलाई सो पदबाट हटाउनसम्म आदेश जारी गर्न सक्दछ यस अधिकार परीक्षा रिटको अनुसारले। समग्रमा हामीले रिटको प्रकारलाई पुनः बुझ्ने हो भने बन्दी प्रत्यक्षीकरण गैर कानुनी रूपमा थुनामा राखिएको बन्दीलाई छुट्याउनु हो अथवा छुट्याउनको लागि जारी गर्ने रिट बन्दी प्रत्यक्षीकरण। परमादेश सार्वजनिक अधिकार विरुद्ध कुनै कानुनी कर्तव्य पूरा गराउन, अर्थात् सार्वजनिक कर्तव्य वा ओहदामा रहेको जुनसुकै व्यक्ति वा निकायले कानुन बमोजिमको कार्य नगरेमा त्यस्तो कार्य गर्नु वा कानुन बमोजिमको कर्तव्य पूरा गराउनको लागि जारी गरिने रिट परमादेश हो। उत्प्रेषण कुनै व्यक्ति वा निकायले आफूलाई प्राप्त अधिकारको दुरुपयोग गरी वा अधिकार नै नभएको विषयमा अधिकार प्रयोग गरिरहेको छ वा आफूले प्राप्त अधिकारभन्दा बढी अधिकार प्रयोग गरेको निर्णयलाई बदर गराउनको लागि उत्प्रेषणको रिट जारी हुने गर्दछ। प्रतिषेध आफ्नो अधिकार क्षेत्र नाघी कार्य गरिरहेको वा प्राकृतिक न्यायका सिद्धान्तहरू विपरीत कुनै कार्य गरिरहेको वा गर्न गइरहेको अवस्थामा त्यस्तो कार्यहरूलाई रोक्नको लागि जारी गरिने रिट प्रतिषेध हो। अधिकार परीक्षाले अधिकारको सृष्टिको प्रश्न उठाउँछ, अर्थात् अधिकार परीक्षा भनेको कसैको अधिकार वा स्वतन्त्रता वा पद दाबी गरेकोमा त्यसको विरुद्ध कुन अधिकारले त्यस्तो गरिएको हो, अर्थात् कुन कानुनअनुसार कुन अधिकारले सो कुराको जाँच गर्न जारी गरिने विशेष अधिकार सम्पन्न आदेश हो अधिकार परीक्षा, जुन सार्वजनिक पदसँग सम्बन्धित रहेको हुन्छ। सो आजको लागि यतिकै नै, धन्यवाद।